गुरु नमस्कार नमस्कार। नमस्कार गुरु नमस्कार। हजुरको परिचय दिनु थोरै। मेरो नाम व्यास अधिकारी। हजुर। घर चाहिँ खोटाङ। हजुर। हाल पोर्चुगल। कति वर्ष भयो पोर्चुगल आउनुभएको? म 5 वर्ष भयो। यो कुन कम्पनीमा गाडी चलाइरहनु भएको? यो मोबी कास्काइस भन्ने कम्पनी हो। यो कास्काइस एरियामा लिजबनको कास्काइस एरियामा चाहिँ यसले सर्भिस दिन्छ। हजुर। हामी म कास्काइस एरियामा चलाइरहेको छु। यहाँ अरू नेपालीहरू पनि हुनुहुन्छ? हामी 3 जना साथी छौँ। एकजना आशिष सर हुनुहुन्छ, उहाँ चाहिँ 1-1.5 वर्ष भयो यहाँ काम गर्न थाल्नु भएको। हजुर। अनि इन्द्र सर हुनुहुन्छ, उहाँ 3-4 महिना भयो। हजुर। म चाहिँ विगत 7-8 महिनादेखि चलाइरहेको छु। बस चलाउन चाहिँ के कुराले तपाईँलाई उत्प्रेरित गर्यो? अब पहिला त मलाई त्यस्तो थिएन। विदेशमा आएपछि राम्रै काम पाइएला भन्ने थियो। हामी रेस्टुरेन्ट लाइनमा अब काम गर्न थालियो। हजुर। काम गर्दै जाँदाखेरि अब लाइसेन्स निकाल्नु न त बिको लाइसेन्स निकाल्नु भनेपछि बिको लाइसेन्स निकालिएपछि चाहिँ बिकोबाट यसो बाटोमा ठुलो गाडीहरू चलेको देख्दाखेरि सिडी पनि चलाउन पाइन्छ कि बसहरू पनि चलाउन पाइन्छ कि यसो हेर्दाखेरि लागेर सिडीको निकाल्न के रहेछ त भनेर बुझ्दै गएँ। बुझ्दै जाँदाखेरि तपाईँ हामी सँगै गयो, इन्स्टिट्युटमा बुझियो होइन। र गरौँ न त है भनेर यो कुराले पनि गरिदियो। नेपालमा अलिक पोर्टुसँग रेस्पेक्ट पनि हुने, इज्जत पनि हुने। पोर्चुगलमा अरू सरहरूले पनि चलाइसक्नु भएको छ। यो क्षेत्रमा छिरेपछि थाहा भयो। पहिला चाहिँ रहर नै हो किसिमको भित्रदेखि गाडी चलाउनु चाहिँ। अब पच्चामा अब हाम्रो नेपालमा थाहा छँदैछ, गाउँमा हुर्किएको गाडी साडी देख्दाखेरि पनि अलिकति रोमाञ्चित हुन्थ्यो। अनि यो पोर्चुगलमा बस चलाउनको लागि चाहिँ के रहेछ त प्रोसेस? पोर्चुगलमा बस चलाउनुको पहिला त हजुरले बिको लाइसेन्स दिनु पर्यो, पोर्चुगिज लाइसेन्स। नेपालमा निकाल्नु भएको होस्, अरू जुनसुकै कन्ट्रीमा निकाल्नु भएको होस्, पोर्चुगिजमा ट्रान्सफर गरेको हुनु पर्यो होइन। पोर्चुगिजमा ट्रान्सफर गरेपछि थ्योरी गर्नुपर्छ, मेकानिक भन्छ होइन। थ्योरी पास गर्नु पर्यो, प्र्याक्टिकल गर्नु पर्यो। प्र्याक्टिकल गर्ने बित्तिकै गरेपछि चाहिँ हाम्रो एउटा मोटर प्रोफेसनल बाटोमा कुद्दाखेरि अझ धेरै जिम्मेवारी हुने। रोड युजरहरू त हामीले अब पब्लिकहरूले पनि युज गरेको हुन्छ, अरूहरूले पनि भन्छ कसरी चाहिँ रेस्पेक्टफुल्ली, कसरी चाहिँ सेगुरेन्स छ भने एकदम सेफ्टी तरिकाले चलाउन सकिन्छ त्योहरूको सम्बन्धी रुल रेगुलेसन अनि यहाँको कुराहरूले चाहिँ त्यो सम्बन्धी चाहिँ 140 घन्टाको कोर्स हुन्छ। त्यो कोर्स गरिसकेपछि अब त्यस पछाडि चाहिँ हामी गाडी चलाउन योग्य भयो। योग्य भएपछि जागिरै पाइन्छ भन्ने हुँदैन। धेरै कम्पनीहरूले अब भाषा जानेको मान्छेहरू पनि खोज्नुहुन्छ। धेरै कम्पनीहरूमा एक्सपिरियन्स खोज्नुहुन्छ। खोज्दै जाँदाखेरि अब जाने मैले चाहिँ यो मोबी कास्काइसमा चाहिँ हाम्रो आशिषले पहिलेदेखि गरेर त्यो उहाँमा चाहिँ यसमा जागिर गरेँ। अनि 140 घन्टाको कोर्स गर्ने कोर्सको ट्रेनिङलाई चाहिँ के भन्दो रहेछ? त्यसलाई क्याम्प भन्छ। त्यसलाई चाहिँ के अप्टिदाउँदी मोटरिस्टा भनेर भन्छ, क्याम्प भन्छ। त्यो चाहिँ हाम्रो लिजबनमा रेडिकल सिक्वेन्स म्याक्सिमम हेर्नु गर्न सकिन्छ। हामी नेपालीहरू पोर्चुगलमा आएर बस ड्राइभर हुँदाखेरि भाषाले कति अवरोध गर्छ? भाषा कति लेभलसम्म जानुपर्छ? भाषा त एकदम जान्नै पर्छ। भाषा नै मेन मेरुदण्ड भनेकै भाषा। भाषा भएन यहाँ केही हुँदैन। हजुर लाइसेन्स निकाल्नुदेखि लिएर निकालिसकेपछि अहिले यहाँ हिँड्दाखेरि पनि यहाँ विभिन्न खालको समस्या आउन सक्छ। कसैले अलिक भर्खर देख्नुभयो, हजुरले कसैले त्यो ठाउँमा जान्छ कि जाँदैन भनेर सोध्नुहुन्छ। बाटोमा एक्सिडेन्ट भयो भने तपाईँले त्यो मेडिकल इस्युवाला के अरे हाम्रो क्लाइन्टहरूलाई, पेसेन्जरहरूलाई मेडिकल इस्यु होला केही होला, तपाईँले त्यति एक्सप्लेन गर्न सक्नु हुनुपर्छ। तपाईँलाई सामान्य समस्याहरू चाहिँ यस्तो भयो भन्न सक्नु चाहिँ हुनुपर्छ। अनि सबैले सोधेको क्वेसन होइन, तपाईँलाई थाहा पनि छ होला, कमाइ कति हुन्छ त? कमाइ चाहिँ एक्ज्याक्टली यति भन्ने पनि हुन्छ। हजुरमा पनि भर पर्छ। हजुरले कति टाइम दिन सक्नुहुन्छ, हजुर कति त्यसमा चाहिँ ध्यान दिएर त्यसमा कति डेडिकेटेड हुनुहुन्छ, त्यो कुराहरूले पनि असर गर्छ। यति नै भन्ने हुँदैन। बेसिक हाम्रो त्यो हजुर 11-1200 हुन्छ। त्यो चाहिँ नाइट अलाउन्सहरू, पब्लिक अलाउन्सहरू, यो अरू सेवा सुविधा त भइहाल्छ। तपाईँमा भर पर्छ। मान्छेले कति रहेछ त महिनाको भनेर बुझ्न चाहनुभयो भने ठ्याक्कै 1 महिनामा कति आउँछ त एभरेजमा? 12-1300। अब बिदाहरू बित्नु भयो भने त्योभन्दा बढी पनि हुनसक्छ। तपाईँको नाप्पल फिरेस घटाएर 12-1300 हुन्छ। बसको सेड्युलहरू त जहिले एउटै टाइममा त हुँदैन। कहिले बिहानमा काम गर्नुपर्छ, कहिले साँझमा काम गर्नुपर्छ होइन। त्यो सेड्युलहरू कस्तो सेड्युलहरू हुन सक्छ? हो, त्यो चाहिँ हजुरले अघि भन्ने भयो जस्तै मैले भन्न खोजेको हजुर कति डेडिकेटेड हुन्छ अनि कति पैसा कमाउनुहुन्छ, हजुरले कति टाइम दिन सक्नुहुन्छ, कति अभाइलेबल हुन सक्नुहुन्छ, त्यो अनुसारमा भन्छ। बस चाहिँ रोटेसनल हुन्छ। हजुरको बिदा पनि रोटेसनमा हुन्छ। अनि त्यस पछाडि टाइम पनि कहिले बिहान, कहिले दिउँसो, कहिले बेलुका हुनसक्छ। त्यो चाहिँ हजुरमा भर पर्छ। त्यो चाहिँ रुट टाइमको चाहिँ फिक्स हुँदैन। एकदम हजुर फ्लेक्सिबल हुनुपर्छ। अनि यो एकदमै टाइम फिक्स नहुने होइन, सेड्युल अप एन्ड डाउन भइराख्ने। अनि तपाईँको परिवारसँग समय कसरी मिलाउनु भएको छ? साथीभाइसँग भेटघाट गर्ने समय कसरी सन्तुलनमा राख्नु भएको छ? त्यो चाहिँ एकदमै गाह्रो छ। विदेशमा त्यहाँदेखि बालबच्चा हुर्काउँदै गर्दाखेरि साथीहरूको सहयोगले गर्दाखेरि
सकेसम्म अब कहिलेकाहीँ छुट्टीमा फेरि 22 दिन छुट्टीमा मिलाइदिन्छु। तपाईँ हामी एसियन होइन, अनि यहाँको स्थानीयवासीहरूले तपाईँलाई अलिकता डिस्क्रिमिनेसन गरेको अथवा एप्रिसिएट गरेको कस्तो अनुभव हुन्छ तपाईँलाई चाहिँ? यो चाहिँ अब हेर्दाखेरि ब्राजिलियन रहेछ भन्ने छ, किन भन्दा यो इन्डियानो कम्युनिटी भन्छ होइन, म त अझ नेपाली भनेर चिनाउँछु। मैले कसैले पनि मलाई चाहिँ यो नेपाली छ यसले गाडी चलाइरहेको भन्दा ए ब्राजिलियन रहेछ, ब्राजिलियन हो भनेर सोध्छ होइन। कसैले नेपाली भनेर सोच्दा चाहिँ इन्डियानो भनेर भन्यो होइन, नेपाली हो भनेपछि नेपालीले पनि गाडी चलाउँछ र नेपाली यिनीहरूलाई भाषा आउँछ र टिभिटीमा हामीले टिभिटीको उहाँहरूले बोलाको त भनेको पनि भन्ने आउँछ न्युजमा होइन। तिमीहरूले पनि भाषा बोल्छ र तिमीहरूले पनि कसरी कार चलायो कसरी निकाल्यो भने आश्चर्य हुन्छ। सबै प्रोफेसनको चाहिँ एउटा कुनै राम्रो पक्ष पनि हुन्छ होइन, त्यसको नराम्रो पक्ष पनि हुन्छ। यो ड्राइभर अथवा मोटरिस्टाको सबभन्दा राम्रो पक्ष के छ तपाईँलाई वाव लाग्ने, यो चाहिँ मलाई गर्व लाग्ने पक्ष भन्ने चाहिँ के छ? पहिले त अब ड्रेस लगाएर गाडीमा चट्टा बनाएर हिँड्न पाइन्छ, हिँड्न पाइन्छ। अन्त भन्दा रेस्पेक्ट हुन्छ। यहाँ पोर्चुगलमा चाहिँ युरोपमा चाहिँ ड्राइभरहरूलाई धेरैजनाको जीवन रिस्क लिएर हिँडेको जस्तो नेपालको जस्तो गाडी लाइनमा हिँडेको मान्छे भन्ने जस्तो हुँदैन, यहाँ चाहिँ रेस्पेक्ट हुन्छ। यहाँ त्यो चाहिँ मलाई रेस्पेक्ट चाहिँ खुब मनपर्छ। अप्ठ्यारो त अब जुनसुकै जहाँ क्षेत्रमा काम गरे पनि बाटोको कन्डिसन, कहिले पानी परेको हुन्छ, कहिले कुहिरो लागेको हुन्छ, कहिले बाटोहरू एकदम घुमाउरो हुन्छ, घुम्ती हुन्छ, अप्ठ्यारो हुन्छ, कहिले प्यासेन्जरहरू नराम्रो हुन्छ होइन। त्यही भएर त्यो चाहिँ नराम्रो पक्ष हो जस्तो लाग्छ। अनि तपाईँलाई चाहिँ मैले यो प्रोफेसन रोजेर मलाई यो चाहिँ साह्रै नमजा भयो अथवा यसको सबैभन्दा तपाईँलाई चित्त नबुझेको केही पक्ष छ? परिवारसँग रोटेसन भएपछि परिवारसँग अझ टाइम कम, कहिले बिहान कहिले दिउँसो कहिले बेलुका, शनिबार आइतबार केटाकेटीसँग छुट्टी हुन्छ, बच्चाहरूसँग टाइम नहुने, निन्द्रा अब राति चाहिँ निन्द्रा नपुग्ने, अनिन्द्राको समस्या चाहिँ मेन। हिँडिरहँदाखेरि सबैभन्दा बढी दोहोरिराख्ने च्यालेन्जेस अथवा सबैभन्दा बढी दोहोरिराख्ने प्रब्लम चाहिँ के हुन सक्छ? हाम्रो यसमा चाहिँ अब बस चलाउँदाखेरि अब गाडीहरू ठुलो अरू चलाउँदाखेरि अब बाटो नजानेर बाटो मिस भएर त्यसले गलत ठाउँमा पुर्याएर हुनसक्छ। हाम्रो चाहिँ त्यस्तो हुँदैन। यसमा ओभर कन्फिडेन्स सधैँ एउटै बाटो कुदाइराख्नु पर्ने भएको हुँदैन। फेरि फेरि ओभर कन्फिडेन्स हुँदाखेरि अरू गाडीहरूले रुलहरू फलो नगरेको हुँदाखेरि त्यो हुँदाखेरि एक्सिडेन्ट हुने सम्भावना छ। कहिले कहिले चाहिँ बढेर पनि जान्छ, किनभने आफूले बाटो थाहा छ भन्दाखेरि अर्कोले चाहिँ मिसयुज गरिन्छ, कहिले कहिले ओभर स्पिडहरू त्यस्तोहरू चाहिँ हुन्छ। अरू बाटोमा आइराख्ने समस्या त अब विभिन्न खालका समस्याहरू, कहिले अब प्यासेन्जरहरू बिरामी हुने, कहिले अब मेरोमा एकजना प्यासेन्जर एकचोटि बिरामी भएको थियो, मेडिकल इस्यु हुने, कहिले एम्बुलेन्स फोन गरेर बोलाउनु पऱ्यो कहिले कहिले होइन। त्यसलाई समाधान गर्नको लागि चाहिँ तपाईँले के कसरी समाधान गर्न सकिन्छ त? केही समस्या आयो भने कस्तो टाइपको समस्या हो, गाडीको इन्जिनहरू आयो भने आफ्नो हाम्रो कन्ट्रोल सेन्टर हुन्छ, उहाँहरू सबै कन्ट्रोल गरिरहेको हुन्छ, कन्ट्रोल सेन्टरमा फोन गर्ने, उहाँहरूले मेकानिक समस्या भने मेकानिक पठाइदिनुहुन्छ। अब गाडी चेन्ज गर्नुपर्ने भने अर्को गाडी आउँछ, होइन अब एक्सिडेन्टहरू भयो भने पुलिसलाई फोन गरिदिने, एम्बुलेन्सहरूलाई फोन गरिदिने, सबै गरेर अरूले तपाईँले माथि कन्ट्रोल सेन्टरमा फोन गर्नुहुन्छ। बस ड्राइभर बन्छु म भन्नुहुन्छ होइन, अथवा बस ड्राइभर हुन इन्ट्रेस्टेड हुनेहरूलाई हजुरले के सुझाव दिनुहुन्छ त? उहाँहरूलाई स्वागत छ। प्रथम त मिहिनेत गर्नु पऱ्यो, भाषा जान्नु पऱ्यो, यहाँको भाषा संस्कृतिसँग अलिअलि बोल्नु पऱ्यो। यहाँको हरेक मानिसको आफ्नै स्वभाव हुन्छ, पोर्चुगीजको स्वभावहरूसँग अलिकति घुलमिल हुनु पऱ्यो आफूमा होइन। प्यासेन्जरलाई कन्ट्रोल गर्न सक्नु पऱ्यो होइन। उहाँहरूले अब नराम्रो व्यवहार गर्नुभयो भने उहाँलाई कन्ट्रोल गर्न सक्नु पऱ्यो। त्यस पछाडि त लाइसेन्सै हो मेन त। अब लाइसेन्स निकाल्नु पऱ्यो, इन्स्टिट्युट जाने, पढ्ने, लाइसेन्स निकाल्ने। त्यस पछाडि जागिर फालाफाल छ पनि भनिँदैन, फालाफाल छैन पनि भनिँदैन। कस्तो अवस्थामा फालाफाल छ, मलाई भाषा आउँछ, तपाईँसँग एक्सपिरियन्स छ भने मजाले पाइन्छ। एक्सपिरियन्स पनि छैन, भाषा पनि आइँदैन भने गाह्रै छ। तपाईँ यो ड्राइभरिङ गरिरहँदाखेरि तपाईँलाई कुनै त्यस्तो रमाइलो एउटा घटना केही घटेको छ, इन्ट्रेस्टिङ छ टाइपको? इन्ट्रेस्टिङ छ भन्दा पनि एकचोटि म ड्राइभिङ गरिराख्दाखेरि चाहिँ एकजना नेपाली बहिनी चढ्नु भएको थियो, अनि उहाँ चाहिँ गलत मेरो नम्बरमा होइन अर्को नम्बर चढ्नु पनि मेरो नम्बरमा चढ्नु भएको थियो। मेरो चाहिँ अलिकति काबोदेरोको भन्ने साइडतिर जाने, अलिकति मालगेरसेर अलिक जङ्गलको बिचमा रातिको टाइम थियो, क्रिसमसको टाइम थियो। अझ उहाँ गलत बाटोमा गएपछि लास्ट स्टपमा चाहिँ बक्स यहाँ जाँदैन भन्नुभयो। जाँदैन भनेपछि त उहाँ त धेरै डराउनु भयो जस्तो फिल भएको थियो। अनि होइन म नेपाली हो भनेपछि उहाँ आफै मतलब पोर्चुगिज भए त म त के गर्थेँ होला, नेपाली भएपछि उहाँ चाहिँ
उहाँलाई मैले फेरि बाटोमा आधी बाटोसम्म लिएर यहाँदेखि यसरी जानुहोस् भनेर भनेको त्यस्तो देख्दा खुसी लाग्यो। अहिले हाम्रो यो कन्भर्सेसनमा केही कुराहरू तपाईँले भन्न छुटेको अथवा मैले सोध्न छुटेको कुनै त्यस्तो साथीहरूलाई तपाईँले सुनाउन चाहेको केही प्रसङ्गहरू छ अथवा केही कुराहरू छ? छैन? समय र साथको लागि धेरै धेरै धन्यवाद। तपाईँको जीवन उज्जवल रहोस्। हवस् त, धन्यवाद।